मेरो दिन चाहिँ आजभोलि पसलमा बस्ने अनि पसलदेखि अलिक पर जाने अनि यो बाल्टिङमा 30-35 वटा ऐसेले यसरी पाकेछ तर हामीले टिप्न नसकिने छ हेरेर बस्ने हो। हाम्रो चाहिँ यो फर्मको गेट हो है यो गेट चुप चुन्नी चाहिँ यस्तो छ। हाम्रो फर्मभित्र छिर्यो यहाँ कति राम्रो फुलहरू फुलिरहेको छ। तपाईँको एउटा कुखुराले मलाई बिहानभरि दुःख दिएको अहिले यहाँ छ यसलाई चाहिँ भित्र राख्ने हो। त अब भित्र चाहिँ हामी चाहिँ दाना खानलाई एकदम आतुरी छ मैले हेरेर बसेँ खानुलाई दाना खानलाई। त्यसो भए पेट जता गए पनि पेट खोल्न पर्छ कि यो दाना हो। अनि अब मैले के अब यहाँबाट चाहिँ डाइरेक्ट जान्छु बोक्न पर्दैन यस्तो गरेपछि सानो म धारा खोल्छु। अब यिनीहरू फेरि मसँग सँगसँगै निस्किन्छ। खायो दाना खान आत्तिएर छट्के दाना खान आत्ति खान छट तिनीहरूलाई दाना दिएर सकिएपछि अब मेरो काम हो यहाँ अन्डा टप टिप्छु है त ल। अन्डा सरी पनि खोज्दै हिँड्नुपर्छ के एकदम अँध्यारो छ। हेर्नु है कतिवटा हुँदो रहेछ। म बिहान आएर लको भएर चाहिँ अहिले कम हुन्छ है अहिले चाहिँ यहाँलाई सक्यो यहाँ पालै सक्यो। पानी धेरै भर्यो जस्तो लाग्यो मलाई। फेरि यति बिठाइ गर्छ नि यति बिठाइ फेरि हामीले यतापट्टिकोमा पनि हुन्छ। अन्डा राख्ने तरिका फेरि यस्तो छ क्या हाम्रो अन्डा राख्ने बाकस है यो हामीले चाहिँ कुखुराले चाहिँ अन्डा पार्ने स्पेसल ठाउँ छ कि यहाँ। यहाँ पनि छ निस्किने बेलामा ढाकिदिनु पर्छ नि त। अब एक बाल्टिङ लिएर हिँड्यो है एक बाल्टिङ। यसरी चाहिँ मेरो आधी घन्टा 1 घन्टाको चाहिँ यहाँ काम बित्छ। अब यहाँ केही पनि छैन यहाँ त्यहाँ दाना दिनु पर्दैन बिहान दिइसक्यो पुरा दिइसक्यो। बिहान दिएपछि चाहिँ हामीले एकचोटि माथि दिन्छौँ माथिकोलाई चाहिँ 2-4 दिन्छौँ माथिकोले अनि अन्डा पार्छ नि त। त्यही भएर यो डिब्बा पनि बाटोमा खसेछ फुल। अन्डाहरू चाहिँ पुसेर अनि हामी क्यारेटमा मिलाएर राख्छौँ। अब